जेएनजी आन्दोलनका क्रममा तोडफोड र आगजनी गरिएको इटहरीमा रहेको यातायात कार्यालय सरसफाई गरी चाँडै नै सञ्चालनमा ल्याउने भएको छ। तोडफोड र आगजनीका कारण कार्यालय सञ्चालन हुन नसकिरहेको अवस्थामा चाँडै नै कार्यालय सञ्चालन गर्ने गरी सरसफाई गर्न थालिएको हो। इटहरीमा रहेका यातायात कार्यालय सवारी तथा सवारी चालक अनुमति पत्र दुवैको सरसफाई गर्ने कार्य कर्मचारी ड्राइभिङ स्कूल संघ स्थानीय विभिन्न संघ संस्थाको सहभागितामा सरसफाई गर्न थालिएको छ। सो क्रममा यातायात कार्यालय सवारी चालक अनुमति पत्रका प्रमुख सतीश सत्यालले कार्यालयका सामानहरू आगजनी तोडफोडबाट काम नलाग्ने अवस्थामा पुगेको र बाँकी रहेका सामानहरू समेत चोरी भएको तथा स्थानीयले सुरक्षाका लागि लगेको पाइएकोमा कार्यालयका सामानहरू लग्नेहरूलाई फिर्ता ल्याइदिन आग्रह गरेका छन्। कार्यालय प्रमुख सत्यालले कार्यालय चाँडै नै सञ्चालन गर्नका लागि सरसफाई कार्य थालिएको समेत जानकारी दिएका छन्। अस्तिको 23 र 24 गतेको आन्दोलन पश्चात निकै आगजनी र तोडफोड पश्चात हाम्रो कार्यालयमा कुनै सामानहरू रहेनन् र रहेका सामानहरू पनि चोरी गरेर लुटपाट गरेर लाने क्रम जारी थियो। त्यसपछि हामीले सेनासँग समन्वय गरेर हामीले सेना तैनात गरेपछि पछिपल्टदेखि हाम्रो सामान चोरी हुने बाहिर जाने क्रम चाहिँ रोकियो। रोकिसकेपछि अब हामीले चाहिँ के गर्यौँ भने सामान चाहिँ यसो जानकारीमा आउँदाखेरि बुझ्दाखेरि सबैतिर बुझ्दाखेरि सामान यी वरपर कोही साथीहरूले आगजनीबाट क्षति हुन्छ भनेर आफ्नै घरमा सुरक्षित रूपमा राखेको पाइयो। त्यसले गर्दाखेरि हामीहरूले कार्यालयले दुवै कार्यालयले हाम्रो दुईटै कार्यालयले चाहिँ हिजै सूचना प्रकाशन गरेर जसको उसमा के अरे नियन्त्रणमा अथवा के भन्ने जोसँग छ त्यो सामग्रीहरू ती सामग्रीहरू सकुशल कार्यालयलाई फिर्ता गरिदिनु भनेर हामीले सूचना पनि प्रकाशन गऱ्यौँ। सूचना प्रकाशन गरिसकेपछि ती सामानहरू अहिलेसम्म त मैले सुन्नमा आएको छु 1 जना व्यक्तिले चाहिँ सामान मैले सुरक्षित राखेको छु भनेर ल्याउनु भएको छ। अब त्यसरी क्रमशः सामग्री प्राप्त हुँदै गयो भने हामीलाई अलिकति सहज हुन्छ। तर कार्यालय सञ्चालन गर्नको लागि चाहिँ अहिले हामीले सरसफाइको अभियान सञ्चालन गरेका छौँ दुवै कार्यालयमा। यो सरसफाइको अभियान सम्पन्न भइसकेपछि सर्भरमा पनि प्रब्लम छ, उहाँ केन्द्रले पनि भनिसकेको छ अहिले कार्य सञ्चालन गर्ने अवस्था छैन भनेर। अब त्यो केन्द्रबाट पनि प्लस हाम्रो यो सरसफाइ प्लस हाम्रो अब चाहिने आवश्यक बजेट व्यवस्थापन धेरै कुराहरू हुन्छन्। यी सबै गरिसकेपछि नियर एबाउट हाम्रो यो दसैँ अगाडि हुने सम्भावना चाहिँ कार्यालय सञ्चालन हुने सम्भावना चाहिँ एकदम कमै छ। हामी चाहिँ त्यसको लागि द्रुत गतिमा हामी लागेका छौँ। सरसफाई कार्यक्रममा सहभागी ड्राइभिङ स्कूल संघ कोशीका उपाध्यक्ष योगेन्द्र पोखरेलले सरकारी सम्पत्तिको क्षति गर्ने कार्यले आम नागरिकलाई प्रत्यक्ष असर पारेको बताएका छन्। नागरिक सेवा दिने कार्यालयमा क्षति पुर्याउने कार्यले कार्यालयले सेवा दिन नसक्दा नागरिकहरूलाई नै समस्या भइरहेको समेत उनले बताएका छन्। नेपालको इतिहासमा जुन अकल्पनीय जुन घटना घट्यो यो एउटा आन्दोलनको भावनाभन्दा पनि बाहिर गएर यो सरकारी सम्पत्तिको जुन यो हदमा क्षति भयो यसले चाहिँ जसले जस्तो जुन उद्देश्य राखेर यो आन्दोलन गरे पनि यसले चाहिँ आम सर्वसाधारण आम नागरिकलाई त्यसले प्रत्यक्ष असर पारेको अवस्था भयो। किनकि यो त जुनसुकै समय अनि सर्वसाधारण तल्लो स्तरको नागरिकहरूलाई जनतालाई सेवा दिने यो कारले यसरी क्षतिक्षत हुँदा हामी सरकारवाला व्यवसायी सेवाग्राही सबैलाई यसले मर्मात ल्याएर ठुलो क्षति भएको छ। जस्तै अहिले आएर यसले समयमै सेवा दिन नसक्दा लाखौँ लाख जनतालाई यो यातायात कार्यालयबाट जुन पाउने सेवा लाइसेन्सको नवीकरणको बिलबुकको नयाँ दर्ता यस्ता कुराहरूमा सबैलाई वर्षौँपछि धकेलिएको अवस्था रह्यो। आन्दोलनका क्रममा यातायात कार्यालयमा भएको क्षतिले यातायात कार्यालयसँग जोडिएर ड्राइभिङ स्कूल सञ्चालन गर्नेदेखि लिएर अन्य धेरै मानिसहरूको रोजीरोटी चाडपर्वको मुखमा गुम्ने अवस्था आएको भन्दै ड्राइभिङ स्कूल संघ कोशीका अध्यक्ष शिव श्रेष्ठले चाँडै कार्यालय सञ्चालनमा ल्याउन सरसफाइमा आफूहरू पनि सहभागी भएको जानकारी दिएका छन्। यस यातायातमा मात्र नभएर देशभरि घटेका घटना दुःखदायक छ। यस यातायात कार्यालयभित्र कम्तीमा पनि हजारौँ व्यवसायीहरू छन् र 1500 लगभग ड्राइभिङ सेन्टरहरू छन्। उहाँहरूको परिवार लगभग गर्दा लाखौँमा
छन्। यही यातायात कार्यालयबाट उहाँहरूको रोजी चलिरहेको छ। अब यो दसैँ हेर्नुहोस्, यो यस्तो भइदियो, बन्द भइदिएको कारणले यातायात यसरी बन्द भएको कारण यही दसैँको मुखमा व्यवसायीहरू, यहाँका पब्लिकहरू सबैलाई कसरी चाहिँ चाड मनाउँ भन्ने दुःख छ। र यो हामी सबै व्यवसायी साथसाथमा ड्राइभिङ स्कुल सङ्घ कोसीको उसमा सरसफाइ कार्यक्रममा हामी जागरुक भएका छौँ र जति सक्दो चाँडो यहाँको यो सरसफाइ गरिदिएर नेट बनाएर दिन सक्दा चाँडो सञ्चालन हुन्छ भन्ने हामीलाई आशा छ। सबैभन्दा चाँडो भइदियो भने लाखौँ जनताहरूलाई सेवा सहज हुन्छ भन्ने मेरो धारणा छ। त्यसैले हामी ड्राइभिङ स्कुल सङ्घ कोसी र लेखापढी व्यवसायी साथीहरू र यहाँका अग्रज समाजसेवी कर्मचारीहरू सहित हामी यो सरसफाइमा लागेका छौँ। गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनमा सुनसरीको इटहरीमा रहेका यातायात कार्यालय सवारी चालक अनुमति पत्र लगायतका विभिन्न सरकारी कार्यालयहरूमा आगजनी र तोडफोड गरिएको थियो। आगजनीबाट क्षति भएका सरकारी कार्यालयहरू आजसम्म पनि सञ्चालन हुन सकेको छैन।